चर्चित गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 7 को 11औं एपिसोडमा एक प्रतियोगीले मचाए कडा धमाका। उक्त प्रतियोगीलाई आफ्नो टिममा लिन कोच खेमको चल्यो रुवाबासी। पत्याउनै नसकिने नतिजा लिएपछि कोच राजु लामाले भेटियो कडा डायमन्ड। आखिर को हुन् उक्त प्रतियोगी? आउनुस् यस विषयमा रहेर केही छोटो चर्चा गरौँ। दर्शकवृन्द, भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसन अन्तिम चरणमा प्रवेश गरेसँगै प्रतिस्पर्धा झनै तीव्र बन्दै गएको छ। उत्कृष्ट प्रतियोगीहरूको उपस्थिति र चारै कोच बीचको कडा प्रतिस्पर्धाले सो थप रोचक र चुनौतीपूर्ण बन्दै गएको स्पष्ट देखिन्छ। यसै एपिसोडमा एक प्रतिभावान प्रतियोगीलाई आफ्नो टिममा ल्याउन कोचहरू बीच अर्को प्रतिस्पर्धा भएको देखियो। विशेष गरी कोच खेमले निकै मेहनत र पहल गरे पनि अन्तिममा ती प्रतियोगी कोच राजु लामाको टिममा प्रवेश गरेपछि सबै अचम्मित बनेका छन्। हाम्रो राजु सरका जान चाहन्छु। 11औं एपिसोडको अन्तिम प्रस्तुति दिने क्रममा दैलेखी नीतू कुमारी मगरले माइली रोधी घरमा बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएकी थिइन्। उनको सुमधुर आवाज र दमदार गायन क्षमताले प्रभावित चारै कोचहरूले कुर्सी घुमाएका थिए। त्यसपछि सुरु भयो कोचहरू बीच नीतूलाई टिममा ल्याउने होडबाजी। नीतूलाई आफ्नो टिममा ल्याउन सबै कोचहरू सक्रिय रहे पनि सबैभन्दा धेरै पहल कोच खेमले गरेको देखिन्थ्यो। तर दर्शकले समेत नीतूले लोकशैलीको गीत गाएको हुनाले उनले कोच खेमकै टिम रोज्ने निश्चित भन्दै आएका थिए। तर अन्तिममा नीतू कोच राजु लामाको टिममा गइन् र त्यो निर्णयपछि कोच खेम निकै भावुक देखिएका थिए। नीतू उनै प्रतिभावान प्रतियोगी हुन् जो लामो समयदेखि सङ्गीत क्षेत्रमा सक्रिय छिन्। दैलेखबाट काठमाडौँ सङ्गीतकै लागि आएका उनी हाल लाइभ म्युजिक र दोहोरी साङ्गीतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आएकी छन्। उनी आफ्नो दिदीबाट प्रेरित भई गीत सङ्गीत क्षेत्रमा लागेकी हुन्। अझ प्राविधिक रूपमा सक्षम बन्न सङ्गीत सिकिरहेकी पनि छन्। उनको मधुर आवाजकै कारण द भोइस अफ नेपाल सिजन 4 का चर्चित प्रतियोगी महेन्द्र विकले द भोइसमा सहभागी हुन सुझाव दिएका थिए। सोही सुझावपछि उनले अडिसन दिएको बताउँछिन्। अहिले धेरै दर्शक नीतूलाई यो सिजनको सम्भावित विजेताका रूपमा हेर्न थालेका छन्। 20 वर्षीय नीतू दैलेख निवासी हुन्। हाल उनी काठमाडौँ बस्दै आएकी छन्। दर्शकवृन्द, नीतू कुमारी मगरको आवाज तपाईँलाई कस्तो लाग्यो? कोच राजु लामाको टिम रोज्नु के नीतूको सही निर्णय हो? तपाईँको विचार कमेन्टमा अवश्य लेख्नुहोस्। दर्शकवृन्द, भिडियो मन परेमा एक लाइक र एक सेयर गर्न पनि नबिर्सनुहोला। यस्तै जानकारीका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। नमस्ते।